मेरो एउटा एकजनाको जवाबी बहस बाँकी थियो। म चाहिँ बहस गर्नलाई उठेपछि बेन्चबाट के भयो भने कि अब कति लामो छ के छ भन्दाखेरि मैले चाहिँ अब अलिकति मलाई समय लाग्छ टाइमबाट केही कुराहरू छ त्यो टेक अप व्यक्तिहरूबाट प्रश्नहरू राखिएको छ त्यसको अलिकति जवाब दिनुपर्ने स्थिति छ तर क्लियर क्लियरिफाई गर्नुपर्छ चाहिँ मलाई समय चाहिँ चाहिन्छ। अब यो बस कहिलेसम्म भनेपछि चाहिन्छ भने आज चाहिँ आज चाहिँ भेटेको होइन अब यो चाहिँ पर्सि भोलि त दिइरहेको छ अनि बहस चाहिँ पर्सिको लागि फेरि चेन्ज गर्छ पर्सि चाहिँ यो बहस चाहिँ जारी रहन्छ। अब सबै बहस दिइसकेको छ। अब मेरो एकजनाको जवाबी बहस बाँकी त्यो कतिसम्म छ पर्सि अन्तिम फैसला कहिलेसम्म आउँछ? पर्सि नै आउँछ। अब आशा गरौँ किनभने यसो छ अब के छ भने एकजना मेरो मात्रै जवाबी बहस बाँकी छ म निवेदकको। अब त्यसपछि बहस जितेपछि त फैसला त आउँछ अदालतले केही न केही एउटा न्यायिक निष्कर्षमा पुग्छ। त्यस कारण चाहिँ के हुन्छ पर्सि नै अदालतले आफ्नो रुलिङ आफ्नो फैसला चाहिँ सुनाउँछ भन्ने आशा गरौँ। अब कहिलेकाहीँ चाहिँ के हुन्छ भने अदालतले निर्णय सुनाउने भनेर अर्को नीति पनि तोड्न सक्छ त्यो चाहिँ अब इलाजको कुरा हो। तर हामीले के छ भने आशा के गरौँ भने बहस जितिसकेपछि सामान्य चाहिँ अदालतले निर्णय सुनाउँछ रुलिङ दिन्छ। अब कहिलेकाहीँ अदालतले चाहिँ निर्णय सुनाउने छुट्टै नीति पनि तोड्न सक्छ। अब त्यो त इलाजको कुरा हो त्यो अहिले हामीले अब तपाईँले मुद्दा फिर्ता हुनु हुँदैन भनेर बहस गर्दै आउनु भएको छ। अब यो विषयमा ठ्याक्कै भनिदिनुहोस् त किन फिर्ता हुनु हुँदैन त्यो के हो प्रक्रिया थोरै जानकारी गराइदिनुहोस्। यसमा अहिले फेरि बोल्नु सक्नु हुँदैन अदालतमा यो बहस जारी छ। अब यसमा चाहिँ हामीले आफ्नो यो निवेदनमा मैले सबै कुराहरू पाएको छु। यसमा चाहिँ के छ भने किन चाहिँ यो महान्यायाधीश कार्यालयको निर्णय छ यो किन चाहिँ बदलिएर हुन्छ किन गैर कानुनी छ किन यो किन त्रुटि हुन्छ भन्ने कुराको चाहिँ के छ भने मैले अस्ति आफ्नो सुरुवाती बहसमा पनि मैले सविस्तार मैले चाहिँ के व्याख्या गरेको छु। बेन्चमा मैले चाहिँ यसको व्यापक तरिकाले आफ्नो निवेदनमा पनि त्यो कुराहरू चाहिँ राखेको छु र अहिले हामी विधिको शासनमा छौँ। विधिको शासन भएको मुलुकमा राज्यमा सबै निकायहरूले चाहिँ कानुनको शासनलाई सबैले मान्नुपर्ने र महान्यायाधीशता पनि कानुनको मातहतमा छ र महान्यायाधीशताले पनि कानुन बमोजिम नै क्रियाकलाप गर्नु कुरा चाहिँ अब अदालतको बहस मैले गरिसकेको छु। पर्सि तपाईँहरू चाहिँ फेरि यो जवाबी बहस पनि राख्नु हुन्छ। भोलि तपाईँहरूले मलाई चाहिँ मतदानको लागि चाहिँ के छ भने क्यामेरा लान त दिँदैन तर तपाईँहरू चाहिँ के छ भने कलम कापी लिएर इलाजमा पनि आउन सक्नुहुन्छ। त्यो लागि चाहिँ तपाईँहरू चाहिँ बुझ्नु होला र त्यही नै व्याख्या गरौँ। सरकारले दर्ता गरेको मुद्दा सरकारले नै फिर्ता ल्याउन मिल्छ भन्ने कतिपय बाहिर जुन भनाइहरू आइराखेको छ त्यो बारेमा के भन्नुहुन्छ? दर्ता दिएको सबै मुद्दा फिर्ता लिनु मिल्छ हो त्यही विषयमा त के छ भने मैले मेरो भनाइ त लिनु मिल्दैन दिएको चाहिँ यो चाहिँ बदनियतपूर्ण छ। यसले चाहिँ जनहितलाई बढावा दिन्छ विधिको शासनलाई उल्लङ्घन गर्छ। सरकारको काम चाहिँ प्रतिनिधित्व गर्ने हो प्रतिवादीको चाहिँ त्यसलाई प्रतिनिधित्व गर्ने होइन महान्यायाधीशले। त्यो सारा कुराको बारेमा गम्भीर बहसहरू भइरहेको छ। अब यसमा चाहिँ इलाजले के निर्णय दिन्छ के रुलिङ दिन्छ त्यो इलाजको निर्णयलाई हामीले सबैले मान्नु। एउटा यो विषय छ जुन सबै त्यो मुद्दा फिर्ता आयो भने चाहिँ सहकारी पीडितहरूले पैसा पाउने बाटो खुल्छ भनेर नि कतिपय अब त्यो कुरामा अहिले म प्रवेश गर्न चाहन्छु। त्यो कुरामा अहिले प्रवेश नगरौँ। अब हाम्रो भनाइ फरक छ अरूको भनाइ फरक होला तर अदालतको जे भनाइ हो त्यो भनाइलाई हामी सबैले मान्नुपर्ने। अदालतको चाहिँ के छ भर्डिक्ट सबैले मान्नु बाध्य हुन्छ होइन। त्यस कारण चाहिँ के छ भने मुद्दा फिर्ता दिँदै एउटा के अरे यो पैसा फिर्ताको कुरा होला। अहिलेसम्म चाहिँ के छ भने धेरै ठाउँमा होला न्यायको पनि प्रश्न छ है। त्यस कारण यो लेखिएको मात्रै विषय होइन अपराधको सम्बन्धित विषय होला। त्यसमा धेरै कुराहरू छ त्यसमा चाहिँ अदालतले आफ्नो रुलिङ दिन्छ आफ्नो एउटा व्याख्या दिन्छ। त्यो
अहिलेको कानुनी प्रश्न अदालतका समक्ष हामीले प्रस्तुत गरेका छौँ। अदालतले एउटा व्याख्या देला त्यो व्याख्यालाई हामी सबैले स्वीकार गर्छौँ। हस्, थ्याङ्क यू सो मच।